ल है त साथीहरु, आज खुर्सानी चाउमिन बन्न गइरहेको छ। भिडियो नछुट्याइकन हेर्नु होला। सर्वप्रथम थोरै तेल राखेर मैले यहाँ थोरै जिरा पड्काएको छु। पहिले जिरा रातो भइसकेको छ। त्यसपछि मैले यसमा प्याज राखेँ। र यसैमा मैले क्याप्सिकम पनि राख्दैछु। प्याज हल्का रातो भइसकेको छ। त्यसो भएकोले मैले अब चाउमिन हाल्न गइरहेको छु। चाउमिनको साथसाथै म फ्राई चिकन पनि राख्न गइरहेको छु। अब यसमा म केचप राख्न गइरहेको छु। आवश्यक मात्रामा म केचप राख्न गइरहेको छु, किनकि केचप राख्दा चाउमिन धेरै नै मिठो हुन्छ। मैले आज खुर्सानी चाउमिन बनाउन लागेको खासमा, त्यही भएर यसलाई सुकेको खुर्सानी चाउमिन पनि भन्न मिल्छ। यसमा मिसाएर राखेको भिनेगार र सोया सस छ, त्यो पनि राखेँ मैले अहिले। हेर्नुस् कति मजाले पाकेको छ। अब यसमा मैले थोरै स्पाइसेस राख्न गइरहेको छु। स्पाइसेस राखेँ। त्यसपछि मैले यहाँ काटेर राखिएको गाजर छ, गाजर राख्न गइरहेको छु। गाजर राखेँ मैले यहाँ अहिले। त्यसपछि म यसको लगतै चिल्ली सुकेको खुर्सानी राख्न गइरहेको छु। अब मैले यहाँ सुकेको खुर्सानीलाई राख्दैछु। अब करिब खुर्सानी चाउमिन, चिल्ली चाउमिन, सुकेको खुर्सानी चाउमिन रेडी हुन गइरहेको छ। म छिट्टै प्लेटमा राख्दैछु यसलाई। ल हेर्नुस् त साथीहरु, नखाए पनि खाउँ लाग्ने सुकेको खुर्सानी चाउमिन बनेको छ। यो सुकेको खुर्सानी चाउमिन हेर्नुस् त नजिकबाट कस्तो बनेको छ। नखाए नि खाउँ लाग्ने बनेको छ। हेर्नुस् त, भेरी टेस्टी।